हसिना खानज्यूलाई एउटा प्रश्न के छ भने राजनीति होस् कि शासन सत्ता होस् महिलाको सशक्त उपस्थित देखिन्छ तसै अझै पनि कि छाया जस्तो एउटा जुन छाया जस्तो तपाईँहरूको प्रवृत्ति छ छाया एउटा उच्च नेताको छाया बनेर बस्ने प्रवृत्ति छ नि त्यो कहिलेसम्म र किन तपाईँहरूले किन स्पष्ट वक्ता भएर अगाडि बोल्न सक्नुहुन्न महिला नेतृत्व आज सशक्त बनाइरहने भनिरहने पनि आवाज उठाइरहने पनि तर त्यो छाया बनेर बसिरहने पनि किन तपाईँहरू त्यसो गरिराख्नु भएको छ त्यसको बारेमा नि भन्नु होला। छाया त कहिले कहिले परिहाल्छ यस्तो छैन कि हामी एकदम छायामै छैन पार्टीको छ भने त कहिले छाया पनि हुन्छ कहिले हुई पनि हुन्छ तर अहिले प्रतिक्रिया भन्दाखेरि त म थाहै होला म गएको धेरै त भएन 1 वर्ष मात्रै भयो त्यति त त्यो हाम्रो कुरा राख्ने पनि मौका त्यति भएन हाम्रो कुरा राख्न हामीले के अरे मन्त्रीहरूसँग कुरा सुनाउन पनि त्यति सक्षम भएन हामी त्यति म हाइलाइट भएन कि त्यति म 1 वर्षको मात्रै मेरो कार्यकाल रह्यो जेन्जी आन्दोलन गर्दा मेरो प्रश्न पहिलो प्रश्न छ उपमेयरज्यूलाई जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको निर्णय क्षमता र आत्मविश्वास बढ्यो कि अझ घटिरहेछ यदि घटिरहेछ अथवा त्यो एउटा पीडा सहनु परिरहेछ भने त्यसको मुख्य कारण के हुनसक्छ उपमेयरज्यूले यसको एन्सर दिनु होला। सरले मलाई जेन्जी आन्दोलन पश्चात महिलाको नेतृत्व क्षमता विकास भएको छ कि छैन भन्ने प्रश्न गर्नुभएको छ। जेन्जी आन्दोलन पश्चातै वास्तै महिलाको क्षमता विकास भएको भन्ने त पक्कै पनि होइन। कोलपुर नगरपालिकाको उपप्रमुखको भूमिकामा रहँदै गर्दा स्थानीय सरकारको नेतृत्व गर्दै गर्दाखेरि हामी निर्वाचित भएर आएदेखि नै महिलाहरूको नेतृत्व व्यक्तित्व विकास क्षमता विकास गर्नुपर्छ भनेर हामीले विभिन्न सिप विकासका माध्यमबाट विभिन्न उद्घोषण तालिम न्यायिक समितिका माध्यमबाट महिलाहरूलाई जोडेर सीमान्तकृत महिलाहरू दलित समुदायका महिलाहरूलाई जोडेर उहाँहरूको क्षमता विकासका लागि कार्यक्रमहरू विभिन्न गरिरहेका छौँ। यो आर्थिक वर्ष पनि हामीले अब खासै धेरै कार्यक्रमहरू सञ्चालन गर्न सकेको छैनौँ। सायद हिउँदे अधिवेशन लगतै हामीले ती हाम्रा निरन्तर भइरहने बजेट विनियोजन गरेकै कार्यक्रमभित्र पर्दछन् र त्यसलाई चाहिँ हामी त्यसलाई निरन्तरता दिनेछौँ। मैले यो कुरा जानकारी गराउन चाहेँ। र अर्को एउटा के छाया सरकार भन्ने प्रश्न गर्नुभएको थियो कि मैले अलि ठ्याक्कै बुझेँ। महिलाहरू सशक्त भूमिकामा जनप्रतिनिधि भएर यहाँ संसदमा गइरहँदा पनि अझै पनि जुन पुरुषको सतत छाया जस्तो टाइपमा भइरहेका छन् नि ती व्यक्तिहरूको आवाज त्यहाँ अझै पनि संसदमा त्यति सुन्न पाइँदैन ती सम्बन्धित। हस् धन्यवाद। अब महिलाहरूलाई हिजोको जुन पितृ सत्तात्मक सोच छ महिलाहरू नेतृत्वमा जबरजस्त रूपमा अहिले आइरहेको अवस्था छ र केही चाहिँ कोटा प्रणालीका कारणले पनि आएको अवस्था छ। त्यस कारणले अहिले पनि त्यो समाज त्यो सोच जुन त्यो सोच भएका पुरुष त्यहाँ चाहिँ हाबी हुनुहुन्छ नेतृत्वमा हाबी हुनुहुन्छ र महिलाहरूलाई छाया पार्ने काम त गरिरहेको छ। तर मेरो व्यक्तिगत कुरा गर्नुपर्दा त नगरसभामै मलाई चित्त नबुझेको कुरा म बोलेको कुरा हो। त्यस कारणले आफूले कस्तो नेतृत्व गर्न सक्छ भन्नेमा पनि निर्भर पर्छ र अब महिलाहरू कमजोर होइन बोलेर हामी कमजोर हुन्छौँ भोलि मेरो पद फुस्किन्छ कि जान्छ कि भन्ने सोच हामी महिलाहरूले राखेनौँ भने पक्कै पनि महिला छायामा पर्दैनन् र हाम्रो आवाज सुन्नको लागि सबै जनता सामु पुर्याउनको लागि हजुरहरू जस्तो पत्रकारिता गर्ने अथवा समाजसेवी मान्छेहरू पनि हुनुहुन्छ। त्यस कारणले यहाँ महिलाहरूलाई तपाईँहरू डराउनु पर्ने अथवा भोलि म एकदम झन् पछाडि पर्ने भन्ने होइन। तपाईँहरू सही कुरा सही एजेन्डा उठाएर हिँड्नुभयो भने पक्कै पनि सफल हुन सक्नुहुन्छ। र एकजना हाम्रो मन्दिरा म्यामले चाहिँ जनप्रतिनिधिहरू जो चाहिँ शहीद बन्नुभयो जेन्जी आन्दोलनको क्रममा उहाँको घरमा पुग्नुभयो कि नै भन्ने प्रश्न गर्नुभएको छ। पक्कै पनि हाम्रो मानवतामा ले नै त्यो धर्म हामीले निभाउनु पर्ने हुन्छ। जनप्रतिनिधि मात्रै नभएर हामी जनप्रतिनिधि नभएको भए पनि हाम्रो जस्तो मृत्युवरण कसैले गर्नुभयो भने उहाँहरूको घरमा जाने त्यो हाम्रो संस्कारै छ। त्यस कारणले मलाई लाग्दैन कोही पनि अब कसैलाई अपाएकै परेर अब चिन्जानै नभएको अवस्थामा त जानु भएन होला। म व्यक्तिगत रूपमा पनि मलाई लाग्छ बाँके जिल्लाबाट 2 जना शहीद बन्नु भएको थियो। म 2 जनाकै घरमा व्यक्तिगत रूपमा पुगेको छु र जनप्रतिनिधि पनि पुग्नु भएको छ भन्ने लाग्छ मलाई। त्यो प्रश्नको उत्तर पनि मैले